247 यो कुनै घरको नम्बर होइन, न त यो कुनै लटरी नम्बर हो। यो हो काठमाडौँ उपत्यकाको एयर क्वालिटी इन्डेक्स, जहाँ एयर पोल्युसन हरेक दिन खतरनाक रूपमा बढ्दै गइरहेको छ। नेपाल भन्दा सबभन्दा पहिला तपाईको मनमा के आउँछ? सुन्दर हिमाल, पहाड, हरियो जंगल र चिसो खोला र बग्दो नदी। तर होइन, के तपाई गेस गर्न सक्नुहुन्छ 2025 मा नेपालको सबभन्दा पोल्युटेड डिस्ट्रिक्ट कुन थियो? सबभन्दा पहिला तपाईको दिमागमा आउन सक्छ काठमाडौँ, तर त्यो होइन। त्यसपछि तपाईलाई लाग्न सक्छ भक्तपुर, ललितपुर, हेटौडा, तर त्यो पनि होइन, त्यो हो रौतहट। एयर क्वालिटी लेभल इन्डेक्सको 2025 मा रिलिज भएको रिपोर्टमा रौतहटको एनुअल PM 2.5 लेभल 59.5 माइक्रोग्राम पर क्युबिक मिटर थियो, जुन काठमाडौँको तुलनामा 87% ले बढी हो। तपाई अचम्म पर्न सक्नुहुन्छ। मध्य प्रदेशका बाँकी जिल्ला महोत्तरी, बारा, पर्सा, धनुषा, सर्लाही, सप्तरी र सिरा, यो सबैमा अवस्था त्यस्तै छ। यो सबै WHO को गाइडलाइन अनुसार एक्सट्रिमली पुअर क्याटेगोरीमा पर्छन्। अनि काठमाडौँ पटक पटक विश्वको सबभन्दा पोल्युटेड क्यापिटल सिटीमा नम्बर 1 मा आउँछ। फेरि सुन्नुस्, नम्बर 1 मा आउँछ। IQ एयर को रिपोर्ट अनुसार अप्रिल 7 2025 मा काठमाडौँको AQI लेभल 279 रिकर्ड भएको थियो। त्यसैगरी 28 जनवरी 2026 मा 340 र अप्रिल 22 2026 मा 247। यो त केवल केही सिलेक्टिभ डेजहरुको डेटा हो। अझ डीपमा जाने हो भने यो भन्दा नि खराब अवस्था छ। वर्ल्ड हेल्थ AQI 2025 को रिपोर्ट अनुसार नेपाल मोस्ट पोल्युटेड कन्ट्रीमा 143 मध्ये 12 नम्बरमा परेको थियो। एकचोटी सोचेर हेर्नुस्, नेपाल ह्याप्पीनेस इन्डेक्समा 99th पोजिसनमा छ, पर क्यापिटा इन्कममा 164 र ह्युमन डेभलपमेन्टमा 145th र मोस्ट पोल्युटेड कन्ट्रीमा हामी 12th नम्बरमा परेका छौं। यो हामी नेपालीको लागि कति लज्जास्पद कुरा हो। हामी खुसी हुन्छौं वर्ल्डको सबभन्दा ठूलो हिमाल नेपालमा छ भनेर, गर्व गर्छौं बर्थ प्लेस अफ गौतम बुद्ध भनेर। तर जब वर्ल्ड लेभलमा यस प्रकारको डेटा आउँछ, हाम्रो देश नेपाल र हामी नेपालीको स्तर कहाँ छ भन्ने कुरा साफ साफ देखिन्छ। धेरैलाई लाग्न सक्छ एयर पोल्युसन केवल चिसो मौसममा हुने कुरा, या यो केवल काठमाडौँ, भक्तपुर र ललितपुर जस्तो मेजर सिटीहरुको मात्र कुरा हो। तर साच्चीकै भन्ने हो भने पूर्वदेखि पश्चिम सबै शहर, काठमाडौँदेखि धनगढी, जनकपुर, हेटौडा, भरतपुर, विराटनगर, पुरै देश हर एक वर्ष, हर एक दिन यही समस्यासँग जुधिरहेको छ। तपाईहरु मध्ये धेरैलाई लाग्न सक्छ भर्खर जेठको महिना आउँदैछ, गर्मीको सिजन जस्ट सुरु नै भएको छ, अब हावा अलि सफा हुन्छ होला। यो लाग्नु स्वाभाविक पनि हो, किनभने कुनै शहरमा AQI लेभल 40-50 सम्म होला भने कुनैमा 100 भन्दा तल हुन सक्छ, जुन नेपालको AQI स्ट्यान्डर्डले येलो यानी सेफ भनेर जस्टिफाई गरेको छ। तर होइन, शकिङ कुरा के छ भने हामी 3 करोड जनता यही इन्भाइरोमेन्टमा सास फेरिरहेका छौं, जुन वर्ल्ड हेल्थ स्ट्यान्डर्डलाई मिट गर्दैन। नेपाली स्ट्यान्डर्ड अनुसार जुन AQI लेभललाई मोडरेट भनेको छ, त्यही लेभललाई वर्ल्ड हेल्थ अर्गनाइजेसनले हाई रिस्क क्याटेगोरीमा राखेको छ। अझ युरोपियन स्ट्यान्डर्डले मोडरेटलाई एक्सट्रिमली पुअर क्याटेगोरीमा राखेको छ। तर हाम्रो गभर्नमेन्टले यसलाई येलो जोनमा राखेको देखिन्छ। हाम्रो दिमागले यसलाई नर्मल मान्न थालिसक्यो, जनतालाई भ्रममा राखेको छ। एक शब्दमा भन्नुपर्दा हामी सास होइन, जहर फेर्दैछौँ। प्रब्लम यति गहिरो छ कि यदि नेपाली स्ट्यान्डर्डलाई कन्सिडर गर्दा पनि काठमाडौँमा राम्रो हावा कुनै दिन छैन। 2024 को AQI लेभल अन एन एभरेज 128 थियो, जुन अनहेल्थी र सेन्सिटिभ क्याटेगोरीमा पर्छ। अझ मोस्ट शकिङ कुरा के छ भने यो WHO को स्ट्यान्डर्ड भन्दा 9.2 टाइम्स हायर हो। WHO को गाइडलाइन अनुसार PM 2.5 को सेभ लिमिट 5 माइक्रोग्राम पर क्युबिक मिटर मात्र हो, तर नेपालको तराईमा यो 100 भन्दा माथि रहन्छ। PM 2.5 यो शब्द सुन्दा टेक्निकल जस्तो लाग्छ, तर यो भन्दा खतरनाक चीज नेपालमा अहिले अरु केही छैन। PM 2.5 भनेको 2.5 माइक्रोन भन्दा सानो कण हो। यो यति सानो हुन्छ कि मान्छेको रौँ 70 माइक्रोनको हुन्छ। PM 2.5 त्यो भन्दा 30 गुणा सानो हुन्छ। मतलब तपाईको नाकको रौँ, तपाईको घाँटीको भ्याकुम कुनैले पनि यसलाई रोक्न सक्दैन। यो सिधा तपाईको रगतमा मिसिन्छ, फोक्सोको सबैभन्दा भित्री भागमा पुग्छ अनि मस्तिष्कसम्म जान्छ। यसले स्ट्रोक, अस्थमा र क्यान्सरको रिस्क बढाउँछ। अब अलि सोचेर हेर्नुस्, हरेक बिहान तपाई बाहिर निस्किनुहुन्छ, हरेक साँझ तपाई घर फर्किनुहुन्छ, हरेक दिन, हरेक साँझ, हरेक पटक
तपाईको शरीरमा यी कणहरू पसिरहेका छन् अनि तपाईलाई थाहा पनि छैन किनकि यो देखिदैन, यसको गन्ध पनि आउँदैन। यो एउटा साइलेन्ट किलर जस्तो हो अनि हामीले यसलाई कुहिरो भनेर नर्मलाइज गरिसक्यौँ। त्यो कुहिरो नभएर एउटा स्लो पोइजन हो। काठमाडौँमा 30 वर्षभन्दा तलका युथ इभन चिल्ड्रनहरूमा लङको गम्भीर समस्या देखेको छ। तर यहाँ सबैभन्दा डरलाग्दो कुरा के छ भने ती सबै नन स्मोकर हुन्। मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनको अफिसियल स्टेटमेन्ट अनुसार नेपालमा हरेक वर्ष करिब 42,000 मानिसहरू एयर पोल्युसनको कारणले आफ्नो ज्यान गुमाउँछन्। यो संख्या कति ठुलो छ इमेजिन गर्नुहोस्। तर यहाँ सबैभन्दा मन दुख्ने तथ्य के छ भने ती 42,000 मध्ये 21% यानि लगभग 9,000 केवल 5 वर्ष मुनिका बालबालिकाहरू हुन्। 9,000 बच्चाहरू जसले अझै जीवन सुरु पनि गरेको छैन, जसले अझ स्कुल जान पनि सुरु गरेको छैन, जसको कुनै गल्ती छैन। उनीहरू सिम्पली सास फेर्दै थिए र त्यही कुराले उनीहरूको ज्यान लिए। AQLI को रिपोर्ट अनुसार हामी नेपालीको एभरेज लाइफ एक्सपेक्टेन्सी कम्तीमा पनि 3.5 वर्षले घटेको छ। अझ मध्य प्रदेशमा अवस्था झन खतरनाक छ। मध्य प्रदेशमा बस्नु भनेको आफ्नो जीवनको 5 वर्षभन्दा बढी गुमाउनु। अब सोचेर हेर्नुहोस्, तपाईँ बिना एयर पोल्युसन 80 वर्ष बाँच्नुहुन्थ्यो भने अब 75 साल मात्र बाँच्नुहुन्छ। र एयर पोल्युसनको सबभन्दा ठुलो असर प्रेग्नेन्ट वुमेनहरूमा देखिन्छ। गर्भमा रहेको बच्चाको राम्रोसँग विकास हुन सक्दैन। हार्ट एन्ड लङ डिजिज र प्रिमेचर बर्थ जस्ता समस्या देखिन्छन्। वर्ल्ड ब्याङ्कले 2025 मा पब्लिस गरेको रिपोर्ट अनुसार एयर पोल्युसनको कारण नेपालमा 30% न्यूबर्न बेबीमा अकाल मृत्यु र तल्कम हुने जस्ता समस्या देखिन्छन्। यो भनेको प्रदूषित हावामा सास फेर्ने प्रत्येक 10 प्रेग्नेन्ट वुमेन मध्ये 3 जनाको गर्भमा रहेको बच्चाको विकासमा असर पुग्छ। एयर पोल्युसनको कुरा गर्दा नेपालको जियोग्राफीलाई इग्नोर गर्न सकिँदैन। काठमाडौँ उपत्यकालाई हेर्नुहोस्, यो एउटा कचौरा जस्तो छ। चारैतिर अग्ला पहाड, उत्तरमा हिमाल, दक्षिणमा महाभारत श्रृङ्खला। अब एकचोटि सोचेर हेर्नुहोस्, तपाईँ एउटा कोठामा हुनुहुन्छ जहाँ झ्यालहरू बन्द छन्। तपाईँले त्यहाँ धुवा छोड्नुभयो, के त्यो धुवा बाहिर जान्छ? जाँदैन। त्यही अवस्था हो काठमाडौँ। यसलाई वैज्ञानिक भाषामा भ्याली इफेक्ट भनिन्छ। विन्टरमा यो अवस्था झनै खराब देखिन्छ। सामान्य दिनमा हावा तातो हुन्छ, त्यो माथि उठ्छ र प्रदूषण पनि उठाएर लैजान्छ। तर जाडोमा राति जमिन चिसो हुन्छ। बिहान घाम किरण लाग्दा पहिले माथिको हावा तातो हुन्छ, तातो हावा माथि बस्छ र तलको चिसो हावा त्यही रहिरहन्छ। अनि PM 2.5 का कणहरू जो सामान्यतया उड्नु पर्ने हो ती तलै चिसो हावासँग मिसिन्छन्, तिनै हावामा तैरिन्छन्। त्यसकारण फागुन र चैत महिना भन्दा पनि मङ्सिर र पुसमा काठमाडौँ हरेक वर्ष ग्यास चेम्बरमा बदलिन्छ। तराई क्षेत्र प्रदूषणको एक ठुलो कारण हाम्रो छिमेकी राष्ट्र भारत पनि हो। कतिलाई लाग्छ भारतले मात्र प्रदूषण फैलाएको, के यसम्म यो कुरा सही पनि हो। जब पन्जाब, हरियाणा, उत्तर प्रदेशमा क्रप बर्निङ हुन्छ त्यहाँको धुवा उडेर पूर्वतिर लाग्छ। त्यो धुवा तराईमा पुग्छ र उत्तरमा हिमाल छ। धुवालाई हिमाल भन्दा माथि उड्न दिँदैन। त्यो धुवा नेपालकै तराई, नेपालको बिहार, जनकपुर, वीरगञ्ज, विराटनगरमा थन्किन्छ। अब यो सबैको बीचमा एउटा क्वेसन आउँछ, एक्चुअली के कारण हो एयर पोल्युसनको? र सबभन्दा पहिलो र ठुलो कारण आउँछ भेहिकुलर पोल्युसन। पेट्रोल डिजलबाट चल्ने जति पनि कार, बस, ट्रक, टु व्हिलर छन् यो सबैले काठमाडौँ उपत्यकाको कुल PM 2.5 प्रदूषणको 38% कन्ट्रिब्युट गर्छन्। यसको सिधा अर्थ हो मोटर भेहिकल हाम्रो लागि एउटा साइलेन्ट किलर बनेको छ। नेपालमा हाल 58 लाख भन्दा बढी सवारी साधन दर्ता छन्। हरेक वर्ष 3 लाखदेखि 4 लाख नयाँ गाडी थपिन्छन्। काठमाडौँ उपत्यकामा मात्रै 20 लाख भन्दा बढी सवारी साधन छन्। सोचेर हेर्नुहोस्, 1990 मा यो नम्बर 35,000 भन्दा कम थियो र अहिले यो आँकडा 20 लाख भन्दा बढी पुगेको छ। र यही नै हो एयर पोल्युसनको मुख्य कारण। सरकारले पब्लिक ट्रान्सपोर्टलाई बढी प्रायोरिटीमा नराखेको देखिन्छ, जसले गर्दा टु व्हिलरको संख्या एभ्री इयर बढ्दै गइरहेको छ। एसियन ट्रान्सपोर्टको एक रिपोर्ट अनुसार नेपालमा 1000 मान्छेको लागि 3 देखि 5 वटा पब्लिक भेहिकल मात्र एभाइलेबल छन्। डेभलपिङ कन्ट्रीहरूमा यो नम्बर 10 सम्म हुन्छ भने अझ डेभलप कन्ट्रीहरूमा त 10+ हुन्छ फर एभ्री 1000 पिपल। नेपालमा कुल दर्ता भएका सवारी साधन मध्ये करिब 80% हिस्सा टु व्हिलरको छ। 2000 देखि 2025 सम्म नेपालमा पब्लिक भेहिकल केवल 4 देखि 6% ले ग्रोथ छ भने टु व्हिलरको 16 देखि 18% को ग्रोथ देखिएको छ। अझ पब्लिक ट्रान्सपोर्टको अवस्था स्पेशली काठमाडौँमा यति नराम्रो छ। अफिस र स्कुल आवरमा बसेसहरूमा ओभर क्राउडिङको समस्या एभ्रीडे इस्यु नै बनेको देखिन्छ। गभर्नमेन्टले यसलाई सुधार्नु पर्नेछ। यदि यही अवस्था कन्टिन्यू रह्यो भने आउने 5-10 वर्षमा एयर पोल्युसनको समस्या झन खतरनाक हुने देखिन्छ। अब आउनुहोस् अर्को सबभन्दा ठुलो कारण जुन भेहिकलसँगै इन्टरलिटेड छ, डस्ट। रोड डस्ट काठमाडौँ उपत्यकामा 25% PM 2.5 पोल्युसन पछि रिस्पोन्सिबल छ। यो हुन्छ कच्ची सडक,
र रोडमा भएका खाडलको कारणले। यस प्रकारको पोल्युसन त्यस्तो ठाउँमा बढी हुन्छ जहाँ हेभी ट्राफिक, इन्फ्रास्ट्रक्चर र फ्याक्ट्रिजहरू हुन्छन्। काठमाडौँमा धेरै ठाउँमा पानी हालेर यसको सोलुसन गर्ने प्रयास गरेको देखिन्छ, तर यो सर्ट टर्म सोलुसन मात्र हो। यसको पर्मानेन्ट सोलुसन हो प्रोपर फुटपाथ, प्लान्टेसन, कच्ची सडकलाई पक्की बनाउने, रोडमा भएका खाडलहरूलाई पुर्ने। यही एक कदमबाट हामीले एयर पोल्युसनलाई धेरै हदसम्म कम गर्न सक्छौँ। तेस्रो सबभन्दा ठुलो कारण हो कन्स्ट्रक्सन वर्क। काठमाडौँमा मोर देन 20% PM 2.5 पोल्युसनमा कन्स्ट्रक्सन वर्कले कन्ट्रिब्युट गर्छ। कन्स्ट्रक्सन साइटहरूमा एयर पोल्युसनलाई कम गर्न अक्सर ग्रिन नेट लगाएर काम गर्ने गरिन्छ, तर यो तरिका पनि फेरि एउटा टेम्पोररी सोलुसन मात्र हो। यसको एक सिम्पल सोलुसन हो नीति कार्यान्वयन। कुनै पनि कन्स्ट्रक्सन साइटबाट निस्किने एयर पोल्युसनलाई रोक्न चारैतिरबाट डस्ट र विन्ड ब्रेकिङ वाल्स लगाउनु आवश्यक छ, तर हाम्रो देशमा यसको लागि नीति कानुन पनि बनेका छन्, तर कार्यान्वयन र मोनिटरिङ भने एकदमै कमजोर छ। तपाईहरूले देख्नु नै भएको होला, कन्स्ट्रक्सन साइटबाट बालुवा, सिमेन्ट, माटो ढुवानी गर्ने ट्रकहरूबाट कति धुलो निस्किरहेको हुन्छ। राष्ट्रिय वातावरण नीति अनुसार यस्ता सवारी साधनहरूलाई राम्रोसँग कभर गरेर लग्नुपर्छ, तर यी रुल्स भने केवल पेपरमा मात्र सीमित छन्। गभर्नमेन्ट, स्पेशली लोकल गभर्नमेन्ट यी रुल्सहरू स्ट्रिक्ट रूपमा कार्यान्वयन हुन आवश्यक छ। अर्को कारण आउँछ क्रप बर्निङ। पुस माघतिर जाडोबाट बच्न धेरै ठाउँमा पराल जलाउने गरेको देखिन्छ। यो सबभन्दा ठुलो कारण लाग्न सक्छ, तर सकिङ फ्याक्ट के छ भने यसले त्यति धेरै असर गरेको देखिँदैन। धेरैलाई पराल जलाउनु एयर पोल्युसनको मेजर कारण हो जस्तो लाग्छ, तर वास्तवमा काठमाडौँको कुल प्रदूषणमा पराल जलाउनेले लगभग 10% मात्र कन्ट्रिब्युट गर्छ। तर यो यति सानो पनि छैन कि यसलाई इग्नोर गरेर अगाडि बढ्न सकिन्छ। यो पनि एयर पोल्युसनको एउटा सिग्निफिकेन्ट कज हो। यसमा पनि काम गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। पाँचौं र सबभन्दा अन्तिम कज आउँछ इन्डस्ट्रियल पोल्युसन। इटा भट्टा, सिमेन्ट, स्टिल, खाद, डेरी, टेक्सटाइल यी रिलेटेड फ्याक्ट्रिजहरूले बढी पोल्युसन जेनेरेट गर्छन्। काठमाडौँको PM 2.5 प्रदूषणमा इन्डस्ट्रियल सेक्टरले करिब 14% कन्ट्रिब्युट गर्छ। वर्ल्ड ब्याङ्कले आउने वर्षहरूमा इन्डस्ट्रियल इमिसनलाई एयर पोल्युसनको सबैभन्दा ठुलो स्रोत बन्ने अनुमान गरेको छ। त्यसैले यस प्रकारको पोल्युसनको अन्त्य गर्न स्ट्रिक्ट एक्सन लिन आवश्यक छ। उद्योगहरूलाई उपत्यका बाहिर सार्नुपर्छ। 2073-74 को बजेटमा सरकारले स्पष्ट रूपमा इटा भट्टा, केमिकल एन्ड स्टिल फ्याक्ट्रीहरूलाई उपत्यका बाहिर सार्ने भने पनि करिब 9-10 वर्ष बितिसक्दा पनि यो कुरा केवल कागजमा मात्र सीमित रहेको देखिन्छ। अब यसको साफ र स्पष्ट सोलुसन भनेको कोल र डिजलको सट्टा LPG र CNG जस्ता रिन्युएबल इनर्जीहरूको बढीभन्दा बढी प्रयोग गर्ने। स्पेशली गभर्नमेन्टले यस्ता रिन्युएबल प्लान्टहरूमा बढी इन्भेस्टमेन्ट गरेर एयर पोल्युसनलाई धेरै हदसम्म कम गर्न सकिन्छ। तर यहाँ समस्या के छ भने नेपाल वाटर रिसोर्सेसको पावर हब भए पनि हाम्रा अधिकांश आयोजना रन अफ रिभर टाइपका छन्, अर्थात् बग्ने पानीमा आधारित छन् र बर्खामा पानीको बहाव बढी हुँदा म्याक्सिमम उत्पादन गर्दा 500 मेगावाट जति बिजुली भारतमा निर्यात गरिन्छ र अर्कोतिर सुक्खा मौसममा नदीको बहाव घट्दा उत्पादन क्यापेसिटी पनि घट्छ, जसले गर्दा 250 मेगावाट भन्दा बढी बिजुली इन्टरनल डिमान्डलाई फुलफिल गर्न इन्डियाबाट इम्पोर्ट गर्नुपर्ने हुन्छ। यो सबैको बीचमा हामीले एउटा कुरालाई इग्नोर गर्न मिल्दैन। सायद तपाईहरू मध्ये धेरैलाई यो कुरा थाहा नहुन पनि सक्छ। सरकारले हरेक लिटर पेट्रोल र डिजलमा पोल्युसन ट्याक्स लगाउँछ। 2008 देखि हालसम्म यस ट्याक्सबाट झन्डै 27 अर्ब रुपियाँ संकलन भइसकेको छ। 2008-9 तिर पर लिटर ओइलमा 50 पैसा लाग्थ्यो भने अहिले 1 रुपियाँ 50 पैसा लाग्छ। तर यो 27 अर्ब पैसा कहाँ खर्च भयो भन्ने सरकारसँग कुनै जवाफ नै छैन, किनकि यसको कुनै सेपरेट एकाउन्टिङ नै बनाएको छैन। यो पैसा मन्त्रीको विदेश भ्रमण, चिया, पानी वा भ्यू टावर निर्माणमा खर्च भएको हुन सक्छ। पोल्युसन नियन्त्रणमा यसको 1% पनि खर्च भयो भन्ने कुनै ग्यारेन्टी नै छैन। जुन 2025 मा काठमाडौँ महानगरले रियल टाइममा हावा नाप्ने 18 सेन्सर काठमाडौँ भरि राख्यो र सरकारको यो एकदमै राम्रो काम पनि हो। तर त्यसपछि सेन्सरले देखाएको डेटा हेरेर सरकारले कुनै कडा कदम चालेको देखिँदैन। केवल पानी छर्कने र रोडमा झाडु लगाउने बाहेक एयर पोल्युसन कन्ट्रोल गर्न अरू कुनै लङ टर्म सोलुसन खोजेको देखिँदैन। एयर पोल्युसनले हाम्रो हेल्थमा मात्र नभएर हाम्रो इकोनोमीमा पनि ठुलो असर गर्छ। वर्ल्ड ब्याङ्कको रिपोर्ट अनुसार नेपालको इकोनोमीलाई एभ्री इयर $4 बिलियन को लस हुन्छ। यो नेपालको GDP को 6% बराबर हो। यसको अर्थ नेपालमा यदि एयर पोल्युसन नभएको भए एभरेज नेपालीको आम्दानीमा वार्षिक करिब 17,500 देखि 20,000 रुपियाँ थप हुने थियो। एयर पोल्युसनको समस्या केवल काठमाडौँमा मात्र छैन। बागमती प्रोभिन्समा PM 2.5 को लेभल 50 देखि 85 माइक्रोग्राम्स पर क्युबिक मिटर छ, जुन WHO स्ट्यान्डर्डको 10 देखि 17 गुणा बढी हो। त्यसैगरी मध्य प्रोभिन्समा पनि PM 2.5 को लेभल 33 देखि 70 छ, यो पनि WHO स्ट्यान्डर्डको 7 देखि 14 गुणा बढी हो। लुम्बिनी प्रोभिन्समा 29 देखि 50 माइक्रोग्राम पर क्युबिक मिटर
WHO स्ट्यान्डर्डको 6 देखि 10 गुणा बढी छ। गण्डकी प्रोभिन्समा पनि PM 2.5 को लेभल 38 देखि 55 माइक्रोग्राम्स पर क्युबिक मिटर छ। यो WHO स्ट्यान्डर्डको 8 देखि 10 गुणा बढी हो। त्यसैगरी कोशी प्रोभिन्समा पनि अवस्था दयनीय छ। PM 2.5 को लेभल 25 देखि 45 माइक्रोग्राम पर क्युबिक मिटर छ। WHO स्ट्यान्डर्डको 5 देखि 9 गुणा बढी। कर्णाली प्रोभिन्समा पनि 35 देखि 50 माइक्रोग्राम पर क्युबिक मिटर छ। यो WHO स्ट्यान्डर्डको 7 देखि 10 गुणा बढी हो। र अन्तिममा सुदूरपश्चिममा पनि अवस्था एकदमै खतरनाक छ। PM 2.5 को लेभल 30 देखि 48 माइक्रोग्राम पर क्युबिक मिटर छ, जुन WHO स्ट्यान्डर्डको 6 देखि 10 गुणा बढी हो। सबै 7 प्रोभिन्समा WHO को मापदण्ड भन्दा कम्तीमा 5 गुणा बढी प्रदूषण छ। यो केवल काठमाडौँको समस्या मात्र रहेन, यो एउटा राष्ट्रिय संकट। यो सबैको लङ टर्म सल्युसनको ओरिजिन पोइन्ट गभर्नमेन्ट हो। स्ट्रिक्ट रुल रेगुलेसन लगाउने, कन्टिन्युअस मोनिटरिङ गर्ने, इलेक्ट्रिक र पब्लिक भेहिकलहरूलाई प्रोत्साहन गर्ने र अन्तिममा हामीले आफ्नो लेभलबाट अवेरनेस फैलाउने, सकेसम्म पब्लिक ट्रान्सपोर्टहरू युज गर्ने। आशा गर्छु यस भिडियोबाट तपाईहरूले यस महत्त्वपूर्ण विषयको बारेमा जानकारी पाउनु भएको होला। धन्यवाद।